सानो सानो बेलामा चाहिँ मम्मीको फेयर एन्ड लभली चोरी चोरी लगाउँदाखेरि पनि स्किन कति राम्रो हुन्थ्यो, कति राम्रो लाग्थ्यो। अरू केही लगाउन पनि पर्ने थिएन। जति जति ठुलो हुँदै गयो त्यति त्यति प्रोडक्टहरू चाहिँ बढ्दै गयो। यति लगाएर पनि फेरि राम्रो भए त हुने नि। घरि पिम्पल आउँछ, घरि के हुन्छ, यो सब कुरा त भइ नै रहन्छ। लाउन आज म मेरो मर्निङ स्किन केयर रुटिन गरौँ है त। मैले चाहिँ के लगाएँ हजुरहरूलाई सरसरी भनिदिन्छु। सुरुमा चाहिँ मैले राइस वाटरलाई एज अ टोनर लगाएँ। त्यसपछि हाता लाभोको प्रिमियम लोसन लगाएँ। सधैँ जसो मेरो फेभरेट मोइस्चराइजर यो सेटाफिल लगाएँ। यो चाहिँ मेरो अलमोस्ट सकि नै लागिसक्यो। यो सबै प्रोडक्टहरू लगाउँदाखेरि चाहिँ मैले 3-4 मिनटको ग्यापमा लगाएँ, किनभने यो सबै प्रोडक्ट स्किनमा एब्जोर्ब हुन अलिकति टाइम त लाग्छ नि त। अब म कतै जाने भयो भने चाहिँ मैले यसै माथि मेकअपहरू युज गरेर जान्थेँ भने चाहिँ म कतै पनि जाँदिनँ, त्यही भएर म मेकअप युज गर्दिनँ। यति स्किन केयर गरिसकेपछि चाहिँ म रेस्ट गर्छु। जति प्रोडक्ट लगाए पनि प्रोडक्ट मात्र लगाएर स्किन राम्रो हुन्छ भन्ने चाहिँ हुँदैन। राम्रोसँग पानी पनि पिउनु पर्छ र हेल्दी खान पनि पर्छ। हेल्दी खाने भने चाहिँ मैले त्यस्तै नै हो, पानी चाहिँ आजभोलि अलिक पिउन थालेको छु। त्यही भएर मेरो स्किनमा चाहिँ अलिकति ग्लो आएको जस्तो मलाई फिल हुन्छ। र यति गरिसकेपछि चाहिँ अब दिनभरि मैले मेरो काम सकिसकेँ जस्तो फिल हुन्छ कि मलाई चाहिँ। मेरो चाहिँ रुटिन एकदमै सिम्पल छ। जति सिम्पल राख्यो त्यति फलो गर्न सजिलो हुन्छ। अनि मेरो लिप चाहिँ साह्रै ड्राई छ, त्यही भएर मैले चाहिँ जहिले पनि भ्याल्सिन युज गर्छु। यति हो मेरो चाहिँ।